मकैको ड्याम यो चाहिँ सबै उखुलाई पानी सङ्कलन गरे कि है। कति कति रेट होला यहाँनिर, कति लगभग कति बिघा जग्गालाई यो ड्याम बनाएको हो? अनुमानित खेतीको लागि मात्र, उखुको लागि पानी नपर्ने सिजनमा चाहिँ यसरी पानी सङ्कलन गर्ने यो केन्द्र ड्याम छ यहाँनिर। हामी दोस्रोपट्टि आएको हो मकै, उतापट्टि देखिन्छ सिटी। तर यो त सानो ऊ जस्तै रहेछ यार, सानो सानो के अरे यो सानो उपत्यका, सानो मकै भ्याली यो चाहिँ जस्तै रहेछ। यता रुख, यहाँको रुख चाहिँ पुरै सेतो हुन्छ, के को रुख हो नाम चाहिँ थाहा छैन। उपत्यका यहाँ यसरी नेपालको चाहिँ ऱ्याफ्टिङ हो। यो ऱ्याफ्टिङ चाहिँ होइन, यो ढुङ्गा चलाइरहेको छ त्यहाँनिर सोल्टीले, मजा देख्न सक्नुहुन्छ, मजा आइरहेको छ। उहाँ मजा लिइरहनु भएको छ, उहाँ हो मजाले। उहाँ अब लड्नु भयो भने चाहिँ झन् मजा हुन्छ, तर लड्नु चाहिँ हुँदैन। मजा लिइरहेका एकदम।